फ्राइडे लाहानमा कर्फ्यू लागिरहेको थियो एन्ड ड्युरिङ कर्फ्यू वी वर ट्राभलिङ ब्याक टु आवर होम. हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग ट्राभल भ्लग. एक्चुली यो चाहिँ हामी चाहिँ 9 बजे लाहानबाट कर्फ्यू लागेको बेला निक्लियौँ आफ्नो घरतर्फ. अनि बाटोमा अनि ढिलो नै उठिरहेको थिएँ. मैले चाहिँ खानासाना पनि नबनाइकन निक्लेको थिएँ. अनि सरहरूले नि यतिकै निक्लिनु भएको थियो. भोक त लागेको थियो, 10 बजिसकेको थियो. त्यही भएर हामी यहाँ गाईघाट पुग्दा 10 बजिसकेको थियो. त्यसैले हामीले यहाँ एउटा सानो पसलमा नास्ता खान बस्यौँ. अनि सरहरूले मोमो खानुभयो, मैले चाहिँ भेज खाएँ, चाउमिन. त्यसपछि यहाँ हामीले नास्ता खाइसकेपछि ठ्याक्क हामीलाई याद आयो कि हाम्रो जीवन सरको घर त यहीँ हो गाईघाटमा नै. त्यही भएर हामीले उहाँलाई फोन गरेको थियौँ. उहाँ चाहिँ हामीले ठ्याक्क लिन आइपुग्नुभएको फोन गर्ने बित्तिकै. अनि त्यसपछि हामी चाहिँ उहाँको घरमा पुग्यौँ. उहाँले चाहिँ हामीलाई स्कटिङ गर्दै लानुभयो उहाँको वासस्थानमा. अनि उहाँको घर पुग्दा त कस्तो राम्रो इन्भाइरोमेन्ट रहेछ, वरिपरि हरियाली, खेत, त्यसपछि पहाड. गाईघाट त इज नाइस प्लेस टु स्टे होइन. त्यसपछि हामी चाहिँ उहाँ सरको घरमा आइपुग्यौँ. अनि एकछिन गफगाफ गऱ्यौँ, बस्यौँ. त्यसपछि अब सरले चाहिँ सबैजनाको लागि कोल्ड ड्रिङ्क्स ल्याउनु भएको थियो कि मगाउनु भएको थियो. त्यसपछि सबैजनाले खानु, मलाई चाहिँ चिसो लागिरहेको थियो, त्यही भएर मैले चाहिँ कोल्ड ड्रिङ्क खाइनँ. अनि मैले खाएँ. कफी उहाँको म्यामले बनाइदिनु भएको थियो. त्यसपछि हामीले चाहिँ यहाँ कफी सफी खायौँ, एकछिन रेस्ट गऱ्यौँ, गफगाफ गऱ्यौँ. त्यसपछि फेरि हामी निक्ल्यौँ आफ्नो गन्तव्यतर्फ. एक्चुअली हाम्रो स्याटरडे र सन्डे त छुट्टी नै हो, बिदा नै हो. त्यसपछि कति भइसकेको थियो, म घर पनि नगएको. अनि सरहरू पनि बाइकमा जाँदै हुन्थ्यो घर, त्यही भएर म पनि जान्छु नि त है सरहरूसँगै भनेर उहाँलाई फोन गरेको थिएँ. उहाँहरूले हुन्छ भन्नुभएको थियो. त्यसपछि अनि हामी चाहिँ निक्लियौँ. अनि यहाँ बाटोमा आइपुगेको थियौँ. यो ब्रिजमा एकछिन सरहरूलाई पर्ख्यौँ. हाम्रो सुनिल सर अनि अझै एकजना अर्को सर पनि उहाँको बाइकमा आउँदै हुन्थ्यो. त्यसपछि बाटोमा चाहिँ यता जङ्गलतिर आइपुग्दाखेरि उहाँहरू चाहिँ नास्पाती खान पर्खिनु भएको रहेछ हामीलाई. त्यसपछि हामी पनि यहाँ रोक्यौँ. त्यसपछि नास्पाती खायौँ, एकछिन रेस्ट गऱ्यौँ. अनि बाटोमा यस्तो राम्रो भ्यू आइरहेको थियो, अझै झन् जङ्गलको. अनि बादल पनि यस्तो राम्रो लागिरहेको थियो. अनि इट वाज लाइक फन मेमोरेबल डे टु ट्राभल होइन, यस्तो कियोटिक कर्फ्यूको बेलामा. त्यसपछि हामी लगभग 1:30 बजीतिर आइपुग्यौँ यहाँ इटरी. अनि उहाँहरू चाहिँ सरहरू विराटनगर निक्लिनुभयो. त्यसैले अनि म चाहिँ पछुकेमै झरेको थिएँ. अनि बाटोमा चाहिँ म सफारी चढेर घर फर्किएँ. मेरो मोबाइलमा चार्ज पनि थिएन. फर्दर मैले रेकर्ड गर्नु पनि भ्याइनँ. यस, दिस वाज हाउ माई ट्राभल जर्नी वाज फ्रम लाहान टु इटरी. ओके, बाई.